नमस्कार, जीवित खबरमा यहाँलाई स्वागत छ। अब सुन्नुहोस् मुख्य खबरहरू। रसुवामा छुट्टा-छुट्टै घटनामा 3 न्यायालय विकृति पार्ने न्यायाधीशमाथि कारबाही होस्। पूर्व न्यायाधीश फोरम। रसुवामा छुट्टा-छुट्टै घटनामा 3 जनाको मृत्यु। दरबन्दीको अस्पतालमा हाजिर हुन दिएको संसदको निर्देशन। प्रदेश मन्त्रालयको अटेरी। पहिरोले अवरोध कालीगण्डकी करिडोर एकतर्फी खुल्यो। नीलो रिबन लगाएर संसद छिरेका रासपा संसदलाई निष्कासन गर्न काङ्ग्रेसको माग। प्रतिनिधि सभामा आज पनि रासपाको नाराबाजी। बैठक स्थगित। हस्त मुख्य खबर यति नै। अब सुन्नुहोस् पूरा खबर। 1,29,00,000 रुपैयाँ बराबरको ब्याङ्किङ कसुर मुद्दामा फरार आरोपी पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौँ चन्द्रगिरी नगरपालिका 14 घर भएकी 61 वर्षीय श्यामकुमार कार्की छन्। उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलङ्की खसी बजारबाट पक्राउ गरेको हो भने पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ। त्यसैगरी 1,05,000 बराबरको ब्याङ्किङ कसुर मुद्दामा नुवाकोट घर भएकी 34 वर्षीय अस्मिता तामाङ पनि पक्राउ परेकी छिन्। उनलाई भने थप अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ। स्याङ्जाको वालिङ नगरपालिका 10 का वार्डाध्यक्ष सुनिल खनालले आँधी खोला संरक्षण अभियानका 2 अभियन्तालाई रडले कुटपिट गरेका छन्। नदी संरक्षण अभियान घोषणा गरेर मोटरसाइकलमा फर्किएका अभियन्ता दिनकर नेपाल र मेघ आलेलाई वार्डाध्यक्ष खनालले वालिङ 9 सुकौदीमा रडले हानेका थिए। वार्डाध्यक्षले प्रहारबाट फुटेको छ भने हातमा सहित चोट लागेको छ। आलेलाई उनले धकेलेर नालीमा लगाइदिएका थिए। विरोध कार्यक्रमबाट फर्किने क्रममा मोटरसाइकल रोकेर 81 फलामको रडले आफूलाई हानिएको नेपालले बताएका छन्। आँधी खोला दोहन गरिएको हुँदा नदी संरक्षणको माग राखेर विरोध कार्यक्रम घोषणा गरेर फर्किएका थिए भने क्रममा वार्डाध्यक्षले रड प्रहार गरी प्रतिकार गर्दा हातमा चोट लाग्यो। त्यसैगरी रसुवाको 2 स्थानमा 3 जनाको निधन भएको छ। नौकुण्डा गाउँपालिका वडा नम्बर 5 का कालिका गाउँपालिका वडा नम्बर 5 को सिमाना पहाखोलामा 2 बालिकाको शव फेला परेको र कालिका गाउँपालिका वडा नम्बर 1 ग्राङ गाउँमा भ्याङले थिचीका 1 महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। नौकुण्डा गाउँपालिका वडा नम्बर 5 सिस्नेरीका लालबहादुर मुक्तानको छोरीद्वारा 13 वर्षीय सरगम मुक्तान र 10 वर्षकी सुबिना मुक्तान खोलामा मृत अवस्थामा फेला परेको छ। ह्याङका वर्ष 43 को चिर्की तामाङ निर्माणधीन बौद्ध गुम्बाको घ्याङ भत्किँदा घाइते भई उपचारको छ। 5 खाल नगरपालिका 5 तल्लो जिपलाइन स्थित अरनीको राजमार्ग 2 ख 6125 नम्बरको टिप्पर आगजनी भएको हो। 81